हेलो गाइस, गुड मर्निङ। डे 38 मा छौँ हामी, 38औँ दिनमा। आज पनि कामको लागि निस्कियो। हिजो चाहिँ के भयो भन्दा बिहान भिडियो बनाउँछु भनेको बिहान नि बिर्सिछु। हिजो चाहिँ म 6 बजे काममा पुग्नु पर्ने, निदाइछु क्या 6:30 बजे चाहिँ बल्ल पुगेँ। अनि कामको पारै भएन हिजो। भनेको मतलब जान त गएँ 7:30 बजे, भिडियो बनाउँछु भनेको नि भ्याइएन। आज चाहिँ हामी मेलबर्न आएको पनि 38 दिन भइसकेछ र बेटरमेन्ट हुँदै जाँदैछ, बिस्तारै सजिलो हुँदै गइरहेको छ। अब यहाँ माथि चाहिँ ट्रेन अथवा के भनौँ हाम्रो गाडीहरू चाहिँ कुदिरहेको छ, त्यही भएर ढनढन गर्छ। नर्मल छ, यहाँ अँध्यारो पनि छैन। आफ्नै सुरले चाहिँ हिँडिरहेको छु। लेट्स होप फर बेटर भन्दै जाउँ। आज कलेज पनि छ र मेरो काम पनि छ, दुवै काम छ भनेपछि मलाई अलिकति सजिलै हुनेवाला छ। तपाईँहरू माया गर्दै जानुहोस् भन्न चाहन्छु र अर्को दिन अर्को नयाँ भ्लगका साथ सुरुवात हुनेछ। आज 6 बजीबाट काम छ, 2 बजीसम्म गर्नु पर्यो। त्यहाँ फेरि निस्केर म चाहिँ कता जानु पर्यो त, कलेज जानुपर्ने छ। द्याट्स इट, वी हेभ टु बी बेस्ट एन्ड बेटर नो। है त, आजलाई यति नै। थ्याङ्क यू भेरी मच फर वाचिङ दिस।